हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ अर्को मिनी भ्लगमा। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ अनि म पनि यहाँ सन्चै छु। अनि तपाईँहरूकोतिर कतिको चिसो छ? यहाँनिर त असाध्यै चिसो भए तापनि दिउँसो घाम भने अलिअलि देख्न पाइ नै रहेका छौँ। चिसो छ भनेर यत्तिकै बस्ने कुरा पनि भएन, घरको हल्का काम त गर्नै पर्यो। त्यसमा म चाहिँ सधैँ नानीलाई स्कुल पठाइसकेपछि मात्रै घरको काम गर्न सुरु गर्छु। बेडरुम मिलाउने, किचन सरसफाइ अनि फुलमा पानी लाउने। फुलबारीमा अलिअलि स्पेस भएको हुनाले मैले साग पनि रोपिदिएको छु। घाम लागेको हुनाले मैले अलिअलि लुगा पनि धोएर भ्याएँ अनि पानी लगाइदिएँ फुलमा। यो सालको मेरो रायोको साग कति मजाले मौलाएर आएको छ। यसमा पनि मैले आज पानी लगाएँ। अनि आलुमा दबाई पनि लाउनै पर्यो घाम लागेको बेलामा हल्का। योपालि मेरो आलु त्यति बेला भए तापनि लाउनै पर्यो। पहिला रोपेको साग सबै फुल्न थाल्यो, त्यसैले मैले अलिकति सागको बेर्ना थियो त्यो पनि सारेर भ्याएँ। अनि बेलुकाको लागि तोरीको साग टिपेँ। सबै काम सकिसकेपछि बेलुकाको समयमा म चाहिँ मकैबारी हेर्न गएँ। बाइ बाइ साथीहरू, अर्को भ्लगमा भेटौँला।